फिराज साल 1 महिना 12 गते चाहिँ हाम्रो रुए पूजाको लागि तयारी हुँदैछ। भात अनि अन्डाको रोटी अनि पुष्प चोखो पानी ध्वजा अक्षिताहरू सबै रेडी पारेर हामी 3 ग्रुप बनाएर सबैको घर घरमा पूजा गर्छौँ हामीले। पहिला चाहिँ गणेशलाई चोखो पानीले सफा गरेर अनि एकजोड ध्वजा अनि पानी धार अक्षिता अनि दियो बनाएर हामीले पूजा गर्छौँ गणेशलाई पहिला चाहिँ। अनि गणेशलाई पूजा गरिसकेपछि हामी चाहिँ जिमाको धनलाई एकजोड ध्वजा अनि रोहिणीलाई बर्को चढाउँछौँ अनि रोहिणीलाई चढाउँछौँ अनि जिमाको धनीलाई पानी धार अक्षता त्यो बाल्छौँ अनि फेरि रोहिणीलाई जल अक्षिता धार अक्षिता झाँट अनि दियो फलेर बाल्छौँ अनि अगरबत्ती बालेर चाहिँ ढोका बन्द गरिदिन्छौँ अनि फुलहरू चढाएर बाहिर चाहिँ रोहिणीको पहिला सोरेनीलाई खाना दिएर जल चाहिँ हात धुनको लागि दिन्छौँ। अनि यसमा चाहिँ हामीले पट्याङ्ग्राको बलि दिन्छौँ अनि पूजा भयो। अनि यो चाहिँ पाको खुट्टाले चाहिँ कनाइदिन्छौँ हामीले आलुलाई अनि खेती राम्रो होस् भनेर। पूजा गरिसकेपछि हामीले खानाहरू पानी परिरहेको थियो। पानी परेर पनि हामी चाहिँ रमाइलो गर्न चाहिँ छोडिएन है। निम्ता थियो पूजामा तल अनि पूजामा गयौँ। पूजामा जाँदैछौँ हामी चाहिँ। पूजामा चाहिँ खसीको भुटुवा अनि रोटी खाइसकेपछि यो चाहिँ अरू चाहिँ 9 बजेपछि चाहिँ हामी घर फर्किँदै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।